आज मैले सार्बीको लागि हेल्दी चिकन जाउलो बनाउँदैछु। मैले जाउलो बनाउनको लागि लिएको छु लोकल कुखुराको मासु, फर्सीको मुन्टा, भिन्डी, लसुन, प्याज, फर्सी अनि टमाटर। यसै गरी 2 घण्टा अगाडि भिजाएर राखेको दाल र चामललाई पनि लिएको छु। आउनु सबै सँगै रेडी गरौँ है त। फर्स्टमा मैले मिडियम हिटमा कुकरलाई तात्नको लागि छोडिदिए। कुकर तातिसकेपछि मैले आफ्नै घरमा बनाएको गाईको घिउ राम्रोसँग तातिसकेपछि जनु र मेथी फुराएँ। त्यसपछि फुराए लसुन अनि प्याज। लसुन र प्याज हल्का फ्राई भइसकेपछि मैले राखेको कुखुराको मासु मैले परपर भुटे यिनीहरूलाई। त्यसपछि पालैसँग भेजिजहरू एड गरेँ। फर्सीको मुन्टा, भिन्डी, टमाटरहरू सबैलाई एकैचोटि मिक्स गरेर परपर भुटे। अब पालो आयो बिहान भिजाएर राखेको चामल र दाललाई मैले यहाँ थोरै ओट्स पनि एड गरेको छु। सबै थोक थोरै थोरै गर्दा पनि जाउलो चाहिँ आमा छोरीलाई नै पुग्ने जति नै बन्छ सधैँ नै। सबै कुरालाई राम्रोसँग मिक्स गरिसकेपछि मैले छोडिदिएँ सिटी लाउनको लागि। मैले मजाले 5 सिटी लगाउने छु। ल अब कुकरले सिटी हान्न पनि थालिसक्यो र जाउलो पनि रेडी भइसकेको छ। अब हाम्रो सार्बीको लागि डेलिसियस चिकन जाउलो रेडी भयो।